मलाई नर्मली धेरै क्वेशन्सहरु आइरहेको हुन्छ कि घरमा कस्तो किसिमको प्लान्टहरु राख्दा राम्रो हुन्छ, कस्तो किसिमको प्लान्टहरुले एउटा पिसफुल इन्भाइरोनमेन्ट, पोजिटिभ इन्भाइरोनमेन्ट बनाउँछ भनेर क्वेशन्सहरु धेरै आइरहेको हुन्छ। सो आज चाहिँ हामी त्यही बारेमा कुरा गर्छौं। यो चाहिँ हाम्रो पीस लिली प्लान्ट हो। एज पर नासाको रिसर्च यसले एयर प्युरिफायर त गर्छ नै, बट नट जस्ट द्याट, यसले चाहिँ हाम्रो घरको इन्भाइरोनमेन्टलाई क्लेन्जिङ पनि गर्छ, नेगेटिभ एनर्जीहरुबाट पनि बचाउँछ। यदि हजुरलाई एकदमै रेस्टलेस फिल हुन्छ, एकदमै हजुरलाई स्ट्रेस एन्जाइटी भइरहेको छ, पिसफुल एकदम भइरहेको छैन भने चाहिँ आफ्नो होम अफिसेसमा चाहिँ यो लिएर राख्नुभयो भने एकदमै राम्रो हुन्छ। यो प्लान्ट चाहिँ हजुरले स्पेसली नर्थ एरियामा राख्नुहोस्, बिकज नर्थ एरिया भनेको चाहिँ हाम्रो माइन्डलाई रिप्रेजेन्ट गर्छ। सो यसले चाहिँ हजुरको माइन्डलाई चाहिँ एक किसिमको काम बनाउनलाई हेल्प गर्छ, पिसफुल बनाउनलाई हेल्प गर्छ। हजुरले मेडिटेसन्सहरु गर्दाखेरि पनि यो प्लान्टलाई चाहिँ इन्क्लुड गरेर मेडिटेसनहरु गर्नुभयो भने एउटा किसिमको एकदम कामनेस फिल हुन्छ। यसले चाहिँ हजुरको लाइफमा क्ल्यारिटी लिएर आउँछ, प्युरिटी लिएर आउँछ। यसको हजुरले प्लान्ट राम्रोसँग हेर्नुभयो भने यसमा एउटा व्हाइट किसिमको फ्लावर देख्नुहुन्छ हजुरले यो। सो यो व्हाइटले चाहिँ के जनाउँछ त भन्दाखेरि एउटा डिभाइन कनेक्सन, एउटा डिभाइन एनर्जी, एउटा प्युरिटी त्यसलाई रिप्रेजेन्ट गरिरहेको हुन्छ। र यसको लिभ्सहरु चाहिँ हजुरले हेर्नुहुन्छ इट्स ग्रीन कलर। सो यसले चाहिँ हजुरको एक किसिमको हुन्छ नि हार्मोनी, कम्प्यासन र एउटा डिभाइन कनेक्सन त्यसलाई रिप्रेजेन्ट गरिरहेको हुन्छ। यो प्लान्टले चाहिँ हाम्रो हार्ट चक्र र क्राउन चक्र रिप्रेजेन्ट गरिरहेको हुन्छ। त्यसैले यो प्लान्टले चाहिँ इनर पिस, इमोसनल ब्यालेन्स, हार्मोनीलाई रिप्रेजेन्ट गर्छ। हजुरहरूलाई कुनै प्लान्टको स्पिरिचुअल बेनिफिट्सहरुको बारेमा थाहा पाउनु छ भने त्यो प्लान्टको नेम कमेन्टमा लेखेर पठाउनु होला। र कुनै क्वेशन्सहरु छ, कुनै जिज्ञासा, क्वेरीजहरु छ भने पनि हामीलाई लेखेर पठाउनु होला। We will definitely address that. Thank you so much.